अथ 29 कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त मुनि। त्यहाँ उपरान्त चन्द्रावती ब्राह्मणीले बगाएका 8 रोटीमध्ये 4 रोटी नागले पाए र त्यो रोटी लिएर, यस्तो अपूर्व रोटी कसले बगाएछ? म घर नगएको 12 वर्ष भयो। यो रोटी मेरी स्त्रीलाई नखुवाई म एक्लै कसरी खाउँ? अब घर गएर 2 रोटी बाँडी खाउँला भनी घर जान हिँडे। अर्को 4 रोटी संयोगले नागिनीले फेला पारिन्। यस्तो असल रोटी कसले बगाएछ? मेरा स्वामी परदेश गएको 12 वर्ष भयो, कहाँ गए केही थाहा छैन। उनलाई खान नदिई एक्लै म कसरी खाउँ? यस्तो विचार मनमा उठ्यो र खबर गर्दै जाँदा शाली नदी र समुद्रको दोभानमा श्री स्वस्तानी परमेश्वरीको प्रसादका प्रभावले नाग र नागिनीको भेट भयो। नागिनीले साह्रै हर्ष मानी, हे स्वामी, तपाईँ निष्ठुर भएर मलाई एक्लै छाडी यतिका दिनसम्म कहाँ बस्नुभएको थियो? मेरो भाग्यको उदय भएर आज दर्शन पाएँ। कसैले बगाई पठाएको अपूर्व रोटी पाएँ। तपाईँलाई नखुवाई एक्लै कसरी खाउँ? दुई रोटी बाँडी खाउँला भनी गण्डकी नदी नाला सबैतिर खोजी गर्दै आएँ। दर्शन मिल्दा सन्तोष भयो। लौ खानु हवस् भनेर 2 रोटी दिन। त्यो 2 रोटी देखेर नाग भन्दछन्, हे स्त्री, त्यस्तो 4 रोटी मैले पनि पाएको छु, तिमीलाई नखुवाई कसरी खाउँ? 2 रोटी बाँडी खाने च्याले आएँ। तिम्रो मुख देखेर सन्तोष भयो, लौ खाऊ भनेर 2 रोटी दिए। दुवै स्त्री पुरुषले खाइसकेपछि नागिनी नागका काखमा बसी आनन्द मनाए। तब नाग भन्दछन्, हे प्रिय, 12 वर्षसम्म बिछोड भएका यसै रोटीका प्रभावले हाम्रो आज भेट भयो। जसले यो रोटी बगाई पठायो त्यसको भोलि नै इच्छा सिद्धि हवस्, लक्ष्मी प्राप्त हुन्, शत्रु नाश हुन् भन्ने अनेकौँ आशिष दिए। पतिको आशिष सुनेर नागिनी भन्दछिन्, हे स्वामी, त्यसलाई म पनि आशिष दिन्छु। नवग्रहले पीडा नदेऊन्, त्यसदेखि प्रसन्न रहन्, भूत प्रेतहरूले पनि पीडा गर्न नसकुन्, राज्य लक्ष्मी त्यसका वर्ष रहन्। फेरि हामी चाहिँ पति पत्नी छुट्टिएका भए पनि चाँडै नै भेट हवस् भनिन्। यसरी चन्द्रावती ब्राह्मणीलाई आशिष दिएर नाग नागिनी आफ्ना घर गए। त्यहाँ उपरान्त लावण्य देशका नर नारी शाली नदीमा स्नान गर्न जाँदा एक्लै बसेकी चन्द्रावती ब्राह्मणीलाई देखि, तिमी देवकन्या, विद्याधर कन्या, नाग कन्या अथवा स्वर्गकी अप्सरा को हौ? यसरी यहाँ किन बसेकी भनेर सोद्धाए। लोकहरूको कुरा सुनेर, हे जनता हौ, म देवकन्या, नागकन्या, अप्सराहरूमा कोही होइन। वरुण पुर्की अग्नि स्वामी नाम गरेका ब्राह्मणकी पुत्री चन्द्रावती नाम गरेकी हुँ। गोमा ब्राह्मणीका पुत्र नवराज ब्राह्मणकी धर्मपत्नी हुँ। हिजो स्वर्गका अप्सराले यहाँ श्री स्वस्तानीको व्रत गरेर मैले पनि उनीको संसर्गमा व्रत गरेँ, राति जागराम गरेँ भनिन्। लावण्य देशका लोकले आश्चर्य मानी यो कुरा हो होइन भन्ने निर्णय गर्न नवराज राजा छेउ पुर्याउने सल्लाह गरे। नवराज महाराजका सामुन्ने पुगे। हे महाराज भनेर चन्द्रावतीले भनेको कुरा सबै बिन्ती चढाए। शाली नदीको तीरमा एक्लै बसेकी छन्, यो कुरा के कसो हो विचार हवस्। यस्तो आफ्ना प्रजाले भनेको सुनेर नवराजले चन्द्रावतीलाई सम्झे। हे लोक हो, तिमीहरूले भलो कुरा भन्यौ। चन्द्रावती ब्राह्मणी मेरी स्त्री हो, राज्यको मदले बिर्सिराखेको थिएँ। अब तिमीहरू गएर डाकेर ल्याऊ भनेर नर वाहन, पाल्की, नाना वस्त्र अलङ्कार दिएर पठाए। मन्त्रीलाई डाकेर, हे मन्त्री, मेरी धर्मपत्नी चन्द्रावती शाली नदीको तीरमा बसेकी छ रे। सिन्दुर यात्रा गरेर आफू समेत भई दरबारमा ल्याउने काम गर भन्ने आज्ञा दिए। म पनि लिन आउनेछु भने। फेरि मेरो सवारीका निमित्त पनि तयारी गर्न लगाऊ भने। मन्त्रीले राजाज्ञा सुनेर हवस् भनी लोकहरू लिएर आफै शाली नदीका तीरमा गए। मन्त्रीले गएर चन्द्रावतीलाई दण्डवत गरेर, हे महारानी, नवराज राजाले हजुरलाई लिन पठाएको यो पालकी वस्त्र अलङ्कार ल्याएको छु, यो पहिरी चाँडै सवारी होस् भनी। मन्त्रीका यस्ता कुरा सुनेपछि स्वामीलाई सम्झेर, हे स्वस्तानी परमेश्वरी, मेरा पतिसित चाँडै भेट हवस् भनी र हिजो व्रत पूजा गरेथे, आज प्रत्यक्ष दर्शन पाउने भएँ। हे करुणामय भक्तवत्सल, तपाईँलाई कोटि कोटि नमस्कार छ। पापिनी नाम भई दुःखको समुद्रमा बसिरहेकीलाई पार गर्नुभयो। हे त्रिलोककी मालिक, हजुरलाई कोटि कोटि नमस्कार छ। तपाईँका कृपाले म पनि अब रानी हुन लागे भनेर हर्षले गदगद हुँदै वस्त्र अलङ्कार पहिरी पालकीमा चढी लोक समेत भएर लावण्य देश जान हिँडिन्। सहर बाहिर पुगेपछि लावण्य देशका स्त्रीहरूले पाकेको भात छाडी छोराछोरी रुवाई खाँदै जुठो हात मुखले हेर्न
निस्कँदा कसैको हात गोडामा चोट लाग्यो, कति लडे पनि हत्तपत्त उठेर हेरे नवराज राजाले। सिन्दुर यात्रा गरी चन्द्रावतीलाई आफ्ना दरबारका अन्तपुरमा लगे। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ कुमार अष्टसम्पादे श्री स्वस्तानी परमेश्वरीय व्रत कथायां चन्द्रावती राज्यगृह प्रवेश 29 अध्याय समाप्त। हरे नमः। उपनयतु मङ्गलं वा सकल जगन्मङ्गलालय श्रीमान दिनकर किरण निबोधित नव नलिन दल निवेक्षण कृष्ण काले वर्षतु प्रसन्न पृथ्वी शालिनी देशमे छोवरहित ब्रह्मण सन्तो निर्भया अपुत्रा पुत्रिण सन्तु पुत्रिण सन्तु पौत्रिण निधन सदन सन्तु जीवन्त सदां सतं तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्र अच्युतोद्धार कथा प्रसङ्ग या गुञ्जन्तु तुषारहार धवला या शुभवस्त्रावृता या बीडावदण्डमण्डिता करा या श्वेता पद्मासना या परमाच्युत शङ्कर प्रभृतिभि देवै सदा वन्दिता सामं पातु सरस्वती भगवती निशेषजाड्यपा कायेन वाचा मनसेन्द्रियैर्वा बुद्धात्मना वा प्रकृति स्वभावतः करोमि यतः सकलं परस्मै नारायणाय समर्पये तथा श्री स्वस्तानी देवी की जय।